माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली सायौं थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका रगतले स्वतन्त्र अटल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। आजको यस कार्यक्रमको समापन दौरमा हामी लागिरहेका छौं। युवाको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद र स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नाराका साथ राप्ती सुनारी गाउँपालिका स्तरीय खुल्ला फुटबल प्रतियोगिताको समापन आज भएको छ, जसमा डल्फिन ए ले बी सँग पराजित भएको छ। डल्फिन बी ले डल्फिन ए लाई चाहिँ हराउन सफल भएको छ फाइनलमा। फाइनल स्कोर डल्फिन बी 2 र डल्फिन ए 0 भएको छ। एकदम प्रतिस्पर्धात्मक खेलमा
डल्फिन बीले डल्फिन ए माथि हाबी हुँदै 100% जित निकाल्न सफल भएको छ। ढिला नगरिकन कार्यक्रमको समापनतर्फ म अगाडि बढिरहेको छु। आजको यस समापन समारोहमा सभापतिको आसन ग्रहण गरिदिनु न श्री डल्फिन जनशक्ति युवा क्लबका अध्यक्ष भीम केसीलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु न श्री सिद्ध साई कुमारी साबौसाका अध्यक्ष सीताराम जैसीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अतिथिकै आसन ग्रहण गरिदिनु न एस श्री डल्फिन जनशक्ति युवा क्लबका उपाध्यक्ष मनबहादुर खत्रीलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अतिथिकै आसन ग्रहण गरिदिनु न एस श्री डल्फिन जनशक्ति युवा क्लबका सचिव विशाल केसीलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अतिथिकै आसन ग्रहण गरिदिनु न टोई चौकी शमशेरगञ्जका औसे साहबलाई हार्दिक अनुरोध गर्न चाहे। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु न नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिक्लीपुरका शिक्षक मनवीर खत्रीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु न दुर्गा भवानी माध्यमिक विद्यालयका शिक्षक मोहन खत्रीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु न समाजसेवी बहादुर केसीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अतिथिकै आसन ग्रहण गरिदिनु न श्री सिद्ध साई कुमारी साबौसाका पूर्व अध्यक्ष समाजसेवी दलबहादुर खत्रीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अतिथिकै यस खेललाई फाइनलसम्म विवादरहित तरिकाले निर्णायकको भूमिका निर्वाह गर्ने अम्पायर विशाल पुनलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अतिथिकै आसन ग्रहण गरिदिन समाजसेवी पोखर साईज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। बलवीर खड्काज्यूलाई हार्दिक अनुरोध गर्न चाहे। ढिला नगरिकन कार्यक्रमलाई समयले पनि नेटो काट्न आँटिसकेको छ। कार्यक्रमलाई ढिला नगरिकन हामी समापनमा लिने प्रयास गरि नै रहेका छौँ। बेस्ट खेल्ने प्लेयरहरूलाई हामीले विधागत रूपमा पुरस्कारको व्यवस्था गरेका छौँ र म धन्यवाद दिन चाहन्छु। आजको यस राप्ती सुनारी गाउँपालिका स्तरीय खुल्ला फुटबल प्रतियोगितामा हामीलाई विदेशबाट पनि विभिन्न साथी दाजुभाइ दिदीबहिनीहरूले सहयोग गर्नुभएको छ। उहाँहरूको नाम नलिइरहन म सक्दैन। आदरणीय दाजु डल्फिन जनशक्ति युवा क्लबका पूर्व अध्यक्ष हाल पोर्चुगल हुनुहुन्छ आदरणीय दाई टेक खत्री दाईले 10,775 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँलाई धन्यवाद दिन चाहे। रबिन केसी हाल मकाउ यो टुर्नामेन्टको लागि 5,000, नारायण रिजाल दाईको तर्फबाट 5,000, तिलक खत्री हुनुहुन्छ हाम्रो पूर्व खेलाडी पनि हुनुहुन्छ हाल युएसएमा हुनुहुन्छ उहाँको तर्फबाट 7,550। एस श्री डल्फिन जनशक्ति युवा क्लबका पूर्व खेलाडी पनि हुनुहुन्छ आदरणीय क्याप्टेन विवेकजङ ठकुरी दाई हुनुहुन्छ उहाँले 3,000 सहयोग गर्नुभएको छ। हाम्रो यस टिक्लीपुरको अर्को मेरो मित्र रविन्द्र साई उहाँले पनि यस टुर्नामेन्टलाई सरल र सफल बनाउनको लागि 5,000 सहयोग गर्नुभएको छ। आदरणीय दाई तिलक गोलीले जो हर्लापाटको हुनुहुन्छ उहाँले पनि यस टुर्नामेन्टलाई सफल बनाउनको लागि 5500 रुपियाँ सहयोग गर्नुभएको छ। दाईहरूलाई मैले यसै सामाजिक सञ्जालको थ्रुबाट यहीँबाट अनाउन्स र थ्याङ्क यू र एकदमै धन्यवाद दिन चाहे दाईहरूलाई मैले जसले यस राप्ती सुनारी गाउँपालिका स्तरीय खुल्ला फुटबल प्रतियोगितालाई सहज र सफल बनाउनको लागि एकदमै हामीले गरेको अनुरोधलाई सहजै स्वीकार गरेर एकैपटकमा उहाँहरूले हामीलाई सहयोग गर्नुभएको छ र आगामी दिनहरूमा समेत यस्ता किसिमका प्रतियोगिताहरू राखेको खण्डमा उहाँहरूले पूर्ण रूपमा समर्थन गर्ने सहयोग गर्ने समेत हामीलाई आशा दिलाउनु भएको छ। हामीले विभिन्न विधाहरू छुट्याएका छौँ। बेस्ट हाइएस्ट गोल स्कोरर, बेस्ट किपर, म्यान अफ द टुर्नामेन्ट, बेस्ट प्लेयर, इमर्जिङ प्लेयर, रनर अफ र विनर 5-6वटा क्याटेगोरी रहेको छ। अब हामीले सिरियल्ली चाहिँ पुरस्कार वितरण समारोहलाई अगाडि बढाउन गइरहेका छौँ। हाइएस्ट गोल स्कोररको अवार्ड हामी वितरण गर्न गइरहेका छौँ। हाइएस्ट गोल स्कोररको पुरस्कार वितरण गरिदिन समाजसेवी बहादुर केसीज्यूलाई हार्दिक अनुरोध गर्दै यो टुर्नामेन्टको हाइएस्ट स्कोरिङ गर्ने खेलाडी रहेका छन् श्री डल्फिन जनशक्ति युवा क्लब बीका खेलाडी विश्व खत्री भाइलाई आएर पुरस्कार लिन समेत मैले अनुरोध गर्न चाहन्छु। डल्फिन बी एउटा मोटिभेसन आगामी खेलकुदको लागि प्रेरणा प्रदान गरिन श्री दुर्गा भवानी माविका आदरणीय सर मोहन केसीज्यूलाई सम्पूर्ण टिमलाई स्वागत मन्तव्य राखिदिनु न म हार्दिक अनुरोध गर्न चाहन्छु। भाइ हिम भाइलाई
निकै उत्साहपूर्वक तरिकाले आज खेल सम्पन्न भएको छ। यसरी राप्ती सोनारी 2 टिकलीपुरको यो खेल मैदानमा आज सम्पन्न भएको खेलको समापन समारोहमा सभा अध्यक्ष आसन ग्रहण गर्नुभएका सभापति महोदय, अतिथि महोदय र अन्य समाजसेवी र सम्पूर्ण खेलाडी भाइ बहिनीहरू एवं उपस्थित खेललाई एउटा मनोरञ्जन दिनको निम्ति र खेललाई एउटा हौसला प्रदान गर्नुको निम्ति उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय महानुभावहरूलाई मेरो तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। स्वास्थ्यको लागि खेल, स्वस्थको लागि खेल, यो खेल जसरी आज सम्पन्न भएको छ, खेल एकदम सौहार्दपूर्ण तरिकाले र कुनै विवाद रहित खेल सम्पन्न भएको छ। म सम्पूर्ण खेलाडी भाइ बहिनीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि यहाँहरूको थप ऊर्जा, यहाँको थप मेहनत र यहाँको थप परिश्रमले अझ खेल जगतलाई चाहिँ एउटा अगाडि बढ्न अझ प्रेरित गरोस् भन्ने मेरो तर्फबाट हार्दिक स्वागत र शुभकामना दिँदै म बिदा चाहन्छु। धन्यवाद, नमस्कार। यसै गरी पुरस्कार वितरण समारोहलाई मैले जोड्न चाहेँ। अबको हाम्रो अवार्ड रहेको छ म्यान अफ द टुर्नामेन्ट अवार्ड रहेको छ। सो अवार्ड प्रदान गरिदिनु न पुरै चौकी शमशेरगञ्जका इन्चार्जज्यूलाई मैले अनुरोध गर्न चाहेँ र अवार्ड लिइदिनु न डल्फिन जनशक्ति युवा क्लब ए का खेलाडी निखिल घरतीलाई हार्दिक अनुरोध गर्न चाहेँ। स्टेजमा आएर पुरस्कार लिइदिन अनुरोध गर्न चाहेँ। इमर्जिङ प्लेयरको अवार्ड वितरण गरिदिनु न आदरणीय समाजसेवी वीरबहादुर खत्रीज्यूलाई मैले अनुरोध गर्न चाहेँ र सो अवार्ड इमर्जिङ प्लेयरको अवार्ड लिइदिन डल्फिन जनशक्ति युवा क्लब बीका खेलाडी सुशान्त खड्कालाई स्टेजमा आउन अनुरोध। पुरस्कार वितरण गरिदिनु न श्री सिद्ध साई कुमारी साबाउसाका पूर्व अध्यक्ष समाजसेवी दलबहादुर खत्रीज्यूलाई हार्दिक अनुरोध गर्न चाहे र सो पुरस्कार लिइदिन डल्फिन जनशक्ति युवा क्लबका ए का गोलकिपर मदन पौडेललाई स्टेजमा आएर पुरस्कार लिइदिन हार्दिक अनुरोध गर्न चाहन्छु। बेस्ट प्लेयर अफ द टुर्नामेन्ट जसको अवार्ड वितरण गरिदिनु न समाजसेवी पोखर साईज्यूलाई म हार्दिक अनुरोध गर्न चाहे र सो पुरस्कार गएको छ। हामीले अम्पायरसँग पनि यो कुराको डिसिजन गरेका थियौँ, सल्लाह सुझाव लिएका थियौँ। सो अवार्ड गएको छ रोयल सहारा एफसी का जर्सी नम्बर 8 को प्लेयरले चाहिँ सो अवार्ड प्राप्त गरेका छन्। सो अवार्ड लिइदिन अम्पायरको भूमिकामा आफ्नो भूमिकालाई सुरुस्त दुरुस्त हिसाबले सम्पन्न गरेर खेललाई सरल तरिकाले सम्पन्न गर्ने अम्पायरको भूमिकामा आफ्नो भूमिकालाई दुरुस्त निर्वाह गर्ने विशाल पुन भाइलाई र सम्मान गर्ने कार्यक्रम रहेको छ। भाइलाई पुरस्कार लिइदिन अनुरोध गरेर सो पुरस्कार वितरण गरिदिनु न वयोवृद्ध समाजसेवी एस डल्फिन जनशक्ति युवा क्लबका पूर्व खेलाडी आदरणीय दाजु बलवीर खड्काज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। हामीलाई पूर्ण रूपमा गेममा समर्थन गर्नुभएको छ। डे फर्स्टदेखि डे थर्डसम्म आएर हामीलाई सपोर्ट गर्नुभएको छ, मोटिभेसन गर्नुभएको छ। श्री सिद्ध साई कुमारी साबाउसाका अध्यक्ष सीताराम जैसीज्यूलाई सम्पूर्ण प्लेयर लगायत इन्टायर टिमलाई आफ्नो सल्लाह सुझाव सहितको मन्तव्य राखिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। कार्यक्रम सञ्चालक हिमकेजीज्यूलाई
र यस खेलकुद कार्यक्रमका सभापति र अन्य उपस्थित बुद्धिजीवी भद्रबलाज्मी र खेलप्रेमी भाइहरू र यस परेड चौकीबाट 3 दिनसम्म लगातार कुरुक्षेत्र खट्नुभएका सबैमा मेरो नमस्कार छ। वितरण रहेको छ। यस राप्ती सोनारी गाउँपालिका स्तरीय खुल्ला फुटबल प्रतियोगिताको उपविजेता टिमलाई हामीले पुरस्कार वितरण गर्ने कार्यक्रम राखेका छौँ। उपविजेता हुन सफल भएको छ डल्फिन एफसी ए, जसको प्लेयरहरूको नाम म भन्छु र सो पुरस्कार वितरण गरिदिनु न श्री सिद्ध साई कुमारी सापौसका अध्यक्ष सीताराम जयसिंहलाई अनुरोध गर्दै सम्पूर्ण प्लेयरहरूको नाम म भन्न गइरहेको छु। क्याप्टेन नगेन्द्र खत्री, सुनिल केसी सिलसिलेवार रूपमा आएर पुरस्कार समेत लिन मैले अनुरोध गर्न चाहेँ। सुनिल केसी, निखिल घरती, गणेश सिन्जाली, गणेश ठाकुर, मदन पौडेल, बालकृष्ण थापा, करण नेपाली, अनुराग केसी, कमल खड्का, सन्तोष थारू, आयुष नेपाली, प्रिन्स शर्मा, लालबहादुर खत्री, प्रज्वल जैसी, अनिश केसी। लीलाधर कहाँ लीलाधर होइन यार कहाँ छ क्या उता गएर बस्छ उपविजेताको ट्रफी समेत लिन मैले अनुरोध गर्न चाहेँ। आजको यस फाइनल खेलको उपविजेता हुन सफल भएको छ डल्फिन एफसी। विनर हुन सफल भएको छ डल्फिन एफसी बी, जसले आयोजक डल्फिन ए लाई 0 का विरुद्ध 2 गोलले पराजित गर्दै टुर्नामेन्टमा विनर हुन सफल भएको छ। रिफर्म कन्डिसनमा रहेको छ। तपाईहरुले अनुशासन कायम गर्नुहोस्। यस्ता प्रतियोगिताहरू अझै पनि हुनेछन्। हामीलाई विभिन्न दाइहरूले सपोर्ट पनि गर्नुभएको छ बाहिरबाट। त्यो हामीले अझै चाहिँ कन्टिन्युअस गर्नेछौँ। अझै पनि यस्ता प्रकारका टुर्नामेन्टहरू हामीले आयोजना गर्नेछौँ। हाम्रो डल्फिन जनशक्ति युवा क्लब फेरि पुनः रिफर्म भइरहेछ। यदि रिफर्म हाम्रो राम्रो कन्डिसनमा भयो र दर्ता भयो भने यस्ता किसिमका टुर्नामेन्टहरू हामीले एकदमै कन्टिन्युअसली गर्नेछौँ। कुनै पनि गाह्रो छैन हामीलाई, फाइनान्सियली कुनै पनि गाह्रो हुने छैन। मात्र राम्रो वेमा ग्रुप भएर भिजन बनाएर आउनु पर्यो। हामीले जहिले पनि आवश्यकता अनुसार हामीले विभिन्न टुर्नामेन्टको लागि अथराइज दिनेछौँ। हामीले आर्थिक सहयोग गर्न प्रतिबद्धता समेत म जनाउन चाहन्छु। त्यो दाइहरूले पनि त्यही भन्नुभएको छ हामीलाई। डल्फिन एफसीका पूर्व खेलाडीहरूले पनि डल्फिन एफसी बी र सो अवार्ड वितरण गरिदिनु न डल्फिन जनशक्ति युवा क्लबका अध्यक्ष भीम केसीलाई अनुरोध गर्दै म खेलाडीहरूको नाम लिन चाहन्छु। खेलाडीहरूको नाम लिन चाहन्छु। सिलसिलेवार रूपमा यहाँ अगाडि आएर पुरस्कार लिन मैले अनुरोध गर्न चाहेँ। युवराज कुसारी, सुशान्त खड्का, जनक बोहरा, अशोक हमाल, अनिल विग, टिका जङ्गोली, कर्णबहादुर बुढा मगर, कृष्ण जैसी, कृष्ण केसी, आकाश सार्की, ईश्वर मगर, विकास घरती मगर, सुरेश बुढा मगर, निमेश विक, रेशम ओली, लीलाधर खत्री, विवेक ओली,
तिमी उसको भाइ त्यो उनको लगाए त्यो छराएर जाऊ मेडल अन्त यतै लगाइदेऊ पुग्दैन के हो मामा पुग्दैन के हो त्यो भाइलाई बधाई छ है त्यो भाइलाई त्यहीँ लगाइदिनु भनौँ बलुवाकोलाई त्यो भाइलाई पछाडि त्यहीँ लगाइदिनु भन्नु है र यो विजेताको ट्रफी लिन डल्फिन एफसी बी का क्याप्टेन युवराज कुसारीलाई मैले हार्दिक अनुरोध गर्न चाहे र सो पुरस्कार चेक र ट्रफी संयुक्त रूपमा वितरण गरिदिनु न सीताराम जैसी सिद्धू साई कुमार साबा उषाका अध्यक्ष लगायत इन्टायर टिमलाई मैले हार्दिक अनुरोध गर्न चाहे विजेता हुन सफल भएको छ डल्फिन एफसी बी avivando el fuego, el ritmo estalla, rompe la tensión, uniendo al mundo en una sola canción. Boom, boom, activa el planeta. Boom, boom, cuando gusta no se meta. Toda la grada a punto de estallar. Esta locura no se puede parar. Mr. Worldwide, Shakira, let's ride. Three hosts, one coast to coast, we worldwide, North America standing tall and proud. Hit a raw man, look at this crowd. 2026, we breaking the mold, going for the glory, going for the gold. We don't need no passports, the game is the key. Unlocking every door from the land to the sea. Mixing up the coaches, bringing the heat for the bass, dropping all the way to your feet. Every nation, one destination. Welcome to the greatest global celebration.